मेरो चाहिँ बानी साह्रै खराब छ क्या। खाना खाएर पनि सुत्ने बेला अगाडि यसो के खानु मन लाग्छ। अनि यसो बिकाना भुजिया ल्याएर आएको छु, यसो कुटुकुटु खाँदै मोबाइल हेर्दै। हेलो गाइज, सुमन पोखरेल फ्रम धरान दमौली, नाउ पोखरा लेक साइड भकुण्डे भिलेज, पूर्ण योगा रिट्रिट सेन्टर। सानातिनो काम गर्दैछु, जब गर्दैछु, हेर्दै जाउँ। राम्रै गर्दैछु, राम्रै हुन्छ। बिस्तारै बिस्तारै गर्नुपर्छ, बिस्तारै हुन्छ सबै थोक। पहिला मैले सेनिटेसन प्रोग्रामहरू गरेको थिएँ, भ्लगहरू चलाएको थिएँ। टेम्पल साधना स्कुल स्टुडेन्ट सेनिटेसन प्रोग्राम अर्गनाइज गरेर लिएर हिँडेको थिएँ। लगभग 35-40 डिस्ट्रिक्ट, एराउन्ड 40 डिस्ट्रिक्ट भिजिट गरेँ। भिडियोहरू पनि बनाएर आएको छु, पछि म फ्लास गर्छु। अहिले होइन, 1-1.5 वर्ष पछि पेनड्राइभमा मैले राखेको छु। अहिले चाहिँ यसो मनी कलेक्टको लागि यसो सानोतिनो जब गर्दैछु। यसो मेरो युट्युब च्यानल छ, यसो हेरिदिनु होला, लाइक सब्सक्राइब फलो पनि गरिदिनु होला। टिकटक एकाउन्ट खोलेको छु नयाँ, सुमन POKKHREL पोखरेल टिकटक पनि छ। यसो हेरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। राम्रो गरौँ, राम्रो सोचौँ, सबैको भलो होस्, शुभ रहोस्, सबैलाई राम्रो होस्, चिसोबाट बचाउनुहोस्। यही छ मेरो शुभकामना। देशमा राम्रो स्थिति आओस्, कहीँ कतै केही नहोस्। सबै मिलेर देशलाई राम्रो दिशातर्फ लैजानु होला। यही छ मेरो शुभकामना। हामी त काम गरी खाने मान्छे हो, काम गरी खाना पर्यो। रुलाया तो भाती कोई भूला याद आया, आहा साथी कोई भूला याद आया।